कसम त्यस्तो राम्री केटीलाई भगाइदिए यार त्यस्तो यताको राम्रो छ यताको राम्रो छ साला जस्तो थोडा त्यस्तै एटिट्युड देखाउँछ जस्तो थोडा त्यस्तै बेहोरा देखाउन खोज्छ त्यस्तो नि राम्री रे त्यो भन्दा त राम्रो खोजिदिन्छ हो हनुमान हो डुम्सी हो हनुमान 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 मेरो नाम लिइरहेको यार हनुमान बचाउन तँलाई मर त म बचाउन कस्तो राम्री थियो यार सिजल यताको छ मेरो राम्रो राम्रो छैन के त छोड्दैन बुझिस् म तँलाई अर्को केटी बोलाउँछु रुक तेरी माँ कि रुक कसम ना ब्रो मलाई केटीहरूसँग बोल्न मन लाग्दैन क्या मलाई राम्री केटीहरूसँग मात्र बोल्न मन लाग्छ केटी बोलाइरहेछन् राम्री केटी मात्र बोलाऊ है ल त कन्छको राम्रो छस् त झारे ल म राम्रो छुइनँ यताको छ म भनिरहेको छु त अघिदेखि त टुप्पो जस्तो छ के टुप्पो ल गर म मेरो रियल मुख हेराम मेरो रियल हेरे केटा हेरे यसको मुख हेरे यसको मुख हेरे यो मेरो रियल मुख यतिको नर्मल बस न तिमी किन त्यो मुख क्या म ह्यान्डसम छु कि छैन क्या म जबरजस्तीको हाँसो किन दिइरहेछ तिमी म ह्यान्डसम छु कि छैन भनेर क्या को ह्यान्डसम मुझे मगी थाहा बुकेडा को ह्यान्डसम क्या म ह्यान्डसम छु भने सजन स्प्याम डब्लु केडा हो डब्लु ओ केडाहरुले याल ह्यान्डसम भनिरहेछ याल ह्यान्डसम भनिरहेछ याल मतलब याल ह्यान्डसम ओ पर्दान झाँट भनिरहेछ पर्दान झाँट भनिरहेछ ओ थापु झाँट पनि भनिरहेछ पर्दान झाँट पनि भनिरहेछ क्या म ह्यान्डसम छु भने सजन च्याटमा स्प्याम गरेर डब्लु र मेरो मुख लाडो जस्तो भने सजन स्प्याम गरेर एल गयो अरे युट्युब के भयो के गयो भने केटाले के गर्छन् त ए यार ओ मेरो च्याटै भरि एल चलिरहेको छ हो अहिले दाइ यसले हजुरलाई अघि गाली गरिरहेको थियो यसले यो डुम्सीले दाइ हनुमानले गफ दिइरहेको छ दाइ मैले तँलाई गाली दिएको छु दाइ हो साँच्चै यसले अघि यस्तो गाली दिइरहेको थिएन हजुर त्यो चक्रे भन्नेलाई बोला म एक्लै खेल्छु भनिरहेको थियो हजुरको फोटो देखाइरहेको थियो झारेले हजुरको फोटो देखाइरहेको थियो यसले चक्र दाइ म त्यस्तो फोन अफ भयो 11% चुपन हनुमान हो के खेल्छस् आइजाऊ आउ न त आउ ठुलो कुरो गर्छ झारे मुजी यताको गाला उता गाला यता पुगाइदिन्छ झारे मुजी तिमी त्यहाँ बसेर आऊ होइन क्या चितर भेटेर देखाउ न मुजी देखेजास मार चिक्ने देखेजास नग हाल्नै पर्दैन हातमा मुजी देखेको छ नि कति चुच्च कति तिखो छ मुजी यस्तो होइन यस्तो त्यस्तो त हामी त्यो बुढाबुढीले हान्छ त्यो बुढोहरूले हान्छ हामी त यस्तो हो कि डाइरेक्ट पङ्की पङ अनारमा हाने अनारै कुच्चिन्छ अनारको नक्सै बिग्रिन्छ चिथर्नीको थापु तिमी र ममा के फरक छ थाहा छ तिमी र ममा के फरक घमण्ड र एटिट्युड तिम्रो एटिट्युड घमण्ड छ मेरो छैन हेर तिमी र ममा एउटा कुरा मात्र फरक छ तिमी चस्मा लगाउँछौ फिल्टर लगाउँछौ म बिना फिल्टर बिना चस्मा आउँछु र म
ए यार चस्मा र फिल्टर लाउँदैमा चाहिँ के हुन्छ हो मोजी एकपल्ट चस्मा खोला एकपल्ट चस्मा लाग्यो अलिअलि यार प्राण लाउन यार थप्पु भाइ के लाग्यो त्यो चस्मा यार चस्मा होइन मलाई चस्मा लायो भने ह्यान्डसम देखिन्छ कि त्यही भएर चस्मा लाग्यो अलिकति प्राण लाउ अलिकति हाम्रो जस्तो लगाउ के हो त्यो तिमीले ठुलो कुरा नगरे डेढे दुम्सी ओ एकचोटि बाहिर आऊ त थापु होइन म निस्किन लाग्यो यार म जान्छु यार लाइभ इन गर्छु यार अब केटा टाइम भयो नि म लाइभ इन गर्छु केटा म सब जान्छु यार मलाई आज साउनेले यस्तो गाली गरिरहेको थियो थप्पु बुढी होइन ले ये फुचे फड़ा भाई अरे चक्र के भन्दैछ यो भाइ लास्टै फडा छ है यो भाइले एकचोटि जोइन गरेर कस्तो बिल्ला गरे मेरो भनेपछि बुझाइदिन्छ थप्पुले पनि सक्दैन उसको ऊ भन्दा नि उसको साथी छ के एउटा लास्टै फडा विशाल अनि के गरेर तिमीलाई भुँडी बोकाइदियो र के रे तिमीलाई भुँडी बोकाइदियो र फटा छ भनेको आछि कति नराम्रो कमेन्ट आयो त नि कस्तो कुरो गर्छ जसले पनि नराम्रो मात्रै ओहो म त बस्दिनँ हो चक्र दाइ बस्नु सामान लाग्यो त्यो मान्छेहरू आउँछ